हेलो गाइज वेलकम। आज चाहिँ लङ टाइम पछि चाहिँ मैले भिडियो बनाउँदैछु भ्लग। अनि मेरो मिनी भ्लग चाहिँ तपाईँहरूले हेर्नु होला। हामी चाहिँ घुम्न जाँदैछौँ न्यु इयरको लागि। अनि न्यु इयरभन्दा अगाडि नै जान लागेको है। हामी चाहिँ अनि सानो सानो नानीहरू छ भनेर हामी घुम्न जाँदैछौँ। लेट्स सी मेरो भ्लग चाहिँ हेर्दै गर्नु होला। ओके गाइज, अनि हामी चाहिँ सबैजना है घुम्न जानको लागि अटोमा बसिसक्यौँ। अनि हामी चाहिँ नजिकै घुम्न जान लागेको। यहाँ फेरि बाटो बनाउनलाई खनेर बिजोग छ। अनि भिडियो नि राम्रो गर्न अलिक अप्ठ्यारो भइरहेको थियो है। अनि हामी चाहिँ सबैजना फ्यामिलीहरू चाहिँ अनि हामी यहाँ नजिकै हो, टाढा चाहिँ होइन। अनि हामी ड्राई पिकनिक गरेर चाहिँ अनि घुमेर आउने, रमाइलो गर्ने भनेर जान लागेको। अनि न्यु इयरमा चाहिँ गाह्रो हुन्छ बच्चाहरू बोकेर हिँड्नको लागि। हामी चाहिँ अनि हाम्रो मामाको अटोमा चढेर अनि मामाले लगिदिँदै हुनुहुन्छ सर लाएर। म हो यो चाहिँ अनि बुहारी, म मेरो छेउमा अनि बुहारी, अनि त्यसपछि बहिनी, अनि हामी बच्चाहरू पछाडि बसेका छौँ। अनि मम्मी, मामा, अनि त्यसपछि अनि एउटा बहिनी चाहिँ अनि बसेको छ। अनि हामी चाहिँ हाम्रो घुम्ने ठाउँमा पुगिसक्यौँ है। अनि बच्चाहरू चाहिँ रमाइरहेको छ, खेलिरहेको छ। अनि बुहारी चाहिँ जिस्केर हाँस्दै छ हामीसँग। अनि हाम्रो बुहारी चाहिँ प्रेग्नेन्ट छिन् है। अनि उनलाई पनि यसो डुल्न हुन्छ भनेर चाहिँ अनि हामीले यो ड्राई पिकनिक चाहिँ अनि प्लान गरेको है, रमाइलो हुन्छ भनेर। न्यु इयर पनि आइसक्यो। अब न्यु इयरमा त हामी जान सक्दैनौँ, सानो सानो बच्चाहरू छ, भिडभाड हुन्छ, बच्चाले पिर्छ, गाह्रो हुन्छ भनेर चाहिँ अनि हामीले चाँडै नै घुम्न आएको। बुढाहरू चाहिँ एकदम खुसी हुँदैछ, रमाएर खेलिरहेको छ, डान्स गर्दैछ। नाच भनेको अनि नाचिहाल्यो है। सानो एउटा गीत बजाउने, त्यो के भन्छ त्यस्तो लिएर आएका थियौँ होइन। अनि त्यो बजाइदिएर बुढाहरू नाचिहाल्यो। अनि एकदम खाली खाली खुल्ला होइन, धेरै मान्छेहरू चाहिँ हुनुहुन्न रहेछ, थोरै अलिअलि चाहिँ हुनुहुन्थ्यो। अनि बुढाहरू चाहिँ खेल्दैछन्, चिप्लिटी खेल्दैछन्। अनि बच्चाहरू चाहिँ रमाउँदा खेल्दा चाहिँ अनि एकदम खुसी लाग्छ है। अनि चिप्लिटी, अनि त्यसपछि चाहिँ पिङ खेलिरहेका छन्। अनि बच्चाहरू खुसी भयो भने चाहिँ अनि हामीलाई पनि एकदम खुसी लाग्छ। जस रमाइलो भइरहेछ होइन, इन्जोय गर्दैछौँ। अनि अब चाहिँ हाम्रो खाने प्रोग्राम चाहिँ सुरु भयो है। अनि सबैजना खाँदै इन्जोय गरिरहेछौँ। चिसो, कोक, अनि त्यसपछि मासु, आलु भुजिया, गुन्द्रुकको अचार, अनि त्यसपछि चिउरा भुजा लिएर आएका हौँ हामीले चाहिँ। अनि जोस् रमाइलो पनि भयो। अनि खाजा खाने कार्यक्रम नि भयो। अनि त्यसपछि हामीले चाहिँ न्यु इयरभन्दा अगाडि नै न्यु इयरको इन्जोय गऱ्यौँ होइन। हामीलाई चाहिँ जस्तो मनपर्छ अनि त्यस्तै तरिकाले चाहिँ हामीले अनि रमाइलो गऱ्यौँ। अनि नाच्यौँ, गायौँ सबैजना। अनि फोटो खिच्यौँ, भिडियो बनायौँ, जस खुसी भयो, सबैजना रमायौँ होइन। अनि यति नै हो। अनि लास्टमा पनि मम्मीहरूको चाहिँ थोरै नाच, त्यसपछि हामीले चाहिँ
दिन्न छिटो छिटो खाना खाएर अनि छिटो छिटो गरेर चाँडो धेरै समय भिडियो भएको कारणले जुनाले हो मैया छु सम्झेर तिमी लुनाले पैसा हुने हो भने त त्यहाँ बिस्कुटहरू किनेर दिनुहुन्थ्यो नि आमा बिस्कुटहरू घुमेर नाच्दै घुमेर पानी सानी खाऊ अनि एकछिन बस्नु